फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राखेको छु र म पनि सन्चै छु। आज चाहिँ हामी यो चपुरदेखि यो सामान लिएर आएको थिएँ भाइरहनु। भाइलाई चाहिँ यसो सिकाइदिइरहेको छु र जाँदैछौँ हामी त किन बिस्तारै बिस्तारै जाँदैछु हामी। हामी चाहिँ यो विजयपुर भन्ने ठाउँमा चपुरदेखि आएको छु सामानहरू लिएर र हामी जान्छु। ओ कान्छा जाने जाने म पुऱ्याइदिन्छु, बस। कहाँ हो घर? हम पुरा देंगे इधर, चल बैठो। अरे कुछ नहीं करूँगे, बैठो ना। ए भाई है ना, ए कान्छा एक मिनट बात करो ना। कुछ नहीं करूँगा, बैठो ना, बैठो। क्यों भाग रहा है? आओ बैठ जाओ, घर में पहुँचा दूंगा। त्यो फुच्चे डराएर ल झन् घरमा पुऱ्याइदिन्छ भन्ने कहिले गाई त्यस्तो भाइ कस्तो डराएर जान्छ अगाडि। हामीले किडन्याप गर्ने किडन्यापर जस्तो लाग्यो क्या फुच्चेलाई। पुरा डराएर भागेर रुनै लागिसक्यो त्यो फुच्चे। त्यही हो गाई, हामी चाहिँ जाँदैछु सामान लिएर। अब यसो बिचरा बच्चा हो भनेर पुऱ्याइदिउँ कि भनेर सोचेको। अब त्यो फुच्चेले गलत सोचिरहेको छ। हामी चाहिँ यस्तो किडन्यापर जस्तो देखिन्छ कि अब साथीहरू। यो कनकपुर जाने बाटो हो, हामी त जाँदैछौँ सरर पारेर। यहाँबाट चाहिँ आधी घन्टा जति लाग्छ। त्यही हो गाई, अब जानेछु।